लामा होटलको पछाडि टक्कै यति राम्रो जग्गा जहाँ चाहिँ होटल व्यवसायदेखि लिएर आलिसान घर बनाएर बस्ने एकदम सस्तो आलुको भाउमा आयो। नमस्ते, म देवेन्द्र लिम्बू। तपाईँ हेर्नुहोस् यो पिच रोड हेर्नुहोस्, म लाइभमा छु है। यो हेर्नुहोस्, यो जाने धरानतिर जाने एक लाइन, तलतिर जाने एक लाइन भने यो भनेको नेपालको 8औं सहर, यो ठुलो सहरको बिचमा मात्र अभरमा परेर जहाँ उहाँ जग्गा धनी चाहिँ हङकङमा हुनुहुन्छ, उहाँलाई त्यति खाँचो पनि नभएर त्यस कारणले चाहिँ यो एकदम सस्तोमा आयो। आउनुहोस्, अब तपाईँ यहाँ कति लाइन छ? 1 2 3 लाइन 4 लाइन यो रोडदेखि पिच रोड। यहाँ यति ठुलो लामा होटलको पछाडि तपाईँहरू जग्गा किन्नु चाहनुहुन्छ र यदि चाहनुहुन्छ भने यो भिडियो सेयर गर्नुहोस्। म तपाईँलाई देखाउँ। यहाँनिर यहाँ आउनुहोस्, यहाँ हेर्नुहोस्। तपाईँहरू हेर्नुहोस्, यहाँनिर चाहिँ 14 लाख रुपियाँ धुरको छ। अब हेर्नुहोस् है, यता यो लामा होटल यति 1 ताले 2 3 4 5 6 ताले कति ताले छ मेरो आँखाले भ्याएन। त्यसको पछाडि तपाईँको यति सस्तोमा आयो र धनी पूर्जा, एक लाल पूर्जा भएको भर्खर मात्रै अमिनीले पनि नापेर गयो। यहाँ हेर्नुहोस्, यहाँ के छ भने 19 धुर रहेछ र 19 धुरमा मुख मात्रै 42। वा, 42 मुख भएको, 42 फुट मुख र लम्बाइ भनेको 78 है। यहाँनिर आयो 78 मुख के अरे लम्बाइ रहेछ। तपाईँ यस्तो रोडमा तपाईँको यति राम्रो जग्गा आएको छ। म लाइभमा छु, यहाँ भिडियो नकाटिकन देखाउँछु है। यहाँ हेर्नुहोस् घरहरू, तपाईँले राम्रो फाइदा हुन्छ भनेर तपाईँले म देखाइरहेको छु लाइभमा है। तपाईँको यस्तो राम्रो जग्गा छ कि यहाँ अब के भनौँ, यहाँ होटल व्यवसाय, तपाईँको सुन चाँदी पसल, तपाईँको हरेक व्यवसाय, गाडीको सोरुम सबै घर बनाएर तपाईँले राख्न सक्नुहुन्छ। किन भन्दाखेरि मात्र यो जग्गाको मुख 42 भएकोले साह्रै राम्रो जग्गा रहेछ भनौँ न। यो धेरै पहिला उहाँले किन्नुभएको रहेछ। उहाँले पनि पहिला महँगोमै किन्नुभएको रहेछ है। यो 1 कट्ठा जग्गा हो खासमा। यो रोडले अहिले बनाएको छ, यो उपमहानगरपालिकाले बनाइसकेपछि 1 धुर काटेको रहेछ। अहिले नाप्दाखेरि तपाईँको 19 धुरको मात्रै पैसा लिन्छ, 20 धुरको लिँदैन। किनभने एक धनी पूर्जामा 1 कट्ठा छ। तर पछि यो धेरै पहिला किनेको जग्गा हुनाले अहिले चाहिँ उपमहानगरपालिकाले तपाईँको जग्गा चाहिँ एक बाटो चाहिँ काटेर यता 1 धुर चाहिँ काट्दैछ। ल हेर्नुहोस्, यही हो जग्गा। यो रुख रोपेको मुख यहाँदेखि यहाँसम्म 42 फिट। तपाईँको एउटा घैरीमा 30 फिट मात्रै हुन्छ। तपाईँलाई थाहा छ? नापेको छ। कहाँ छ नापेको? खोइ डाप। यो अहिले अमिनी ल्याएर, नेपाल सरकारको अमिनी ल्याएर यो रुखै रुख भएको है तल, होइन? तल त्यो कोलाको बोटदेखि तलतिर यो कोलाको बोटदेखि तल जान्छ। लम्बाइ 88 छ, 88 लम्बाइ। अनि त्यो छ भने यता 42 फुट कहाँ छ? यहाँ कहाँ छ भाइ? अहिले अमिनी नापेको अरे सही। ल हेर्नुहोस्, यहाँ चाहिँ होटल व्यवसाय जे गर्दै हुन्छ, तर जग्गा चाहिँ 19 धुर किन्नुपर्ने हुन्छ। तपाईँको 1 कट्ठा रहेछ। तर पहिलाको मापदण्ड अनुसार चाहिँ अब यो पुरानो त्यतिकै छोडेको जग्गा रहेछ। अब अहिले बाटो 20 फुटे रहेछ। पहिला चाहिँ त्यो जमानामा चाहिँ के थियो भने 14 फिटे मात्रै बेच्थे। त्यस कारणले अहिले उपमहानगरपालिकाले 20 फुटे बढाइदिएछ। अनि 1 धुर चाहिँ काटेछ। त्यस कारणले जति यता छ त्यति मात्रै पैसा तपाईँले लिने हो। धुरको मात्रै 5 लाख रुपियाँ हो। यहाँ धेरै 5 लाखमा त कति बिक्री भएको रहेछ। अब जग्गा पनि खासै छैन। अब यो इटरीको मुट्टु, सहरको नि मुट्टु हो। अब तपाईँको यता त बिल्डिङहरूमा लामा होटल के यहाँनिर सोल्टी होटल यहाँ परतिर छ भने तपाईँ आफै बुझ्नुहोस् कि यो जग्गाको दाम 5 लाख पनि एकदम सस्तो भयो। किन यति सस्तोमा बेच्नु खोज्दैछन् भनेदेखि तपाईँको चाहिँ उहाँहरूको धनी चाहिँ हङकङमा हुनुहुन्छ। त्यस कारणले तपाईँहरूले किन्यो भने तुरुन्तै आएर पास गरिदिने, उहाँलाई नचाहेको पनि रहेछ। किन भन्दाखेरि यहाँ के हो कसो हो भने उनीहरूलाई थाहा पनि छैन। पहिला उनीहरूको बाउबाजेले किनिदिएको होला मेरो विचारमा, होइन? अनि मलाई फोन गर्नुभएको थियो, देवेन्द्र सर तपाईँले जग्गाको गर्नुहुन्छ, यसो एडभर्टाइज गरेर किन्छन् भने उहाँहरूलाई नि फाइदा छ। यो अहिलेसम्म नदेखेको होला सायद। यो बिक्री छ भनेर यति सस्तोमा अहिलेसम्म मान्छेले देखेको छैन। अब यो ठाउँको लोकेसनमा खासमा जग्गै छैन। नमस्कार, तपाईँको घर कहाँ हो? मेरो घर त्यो सानो झुप्रो छ नि भाइ, त्यहाँदेखि तलतिर 1 तले घर छ।
ए अनि यो दुध बोकेर दुध बेचेर आएको भाइ। ए अनि यो जग्गा 5 लाख रुपियाँ धुर के हो कसो हामी त थाहा भएन यो त कहाँ हो त हजुरको घर? होइन हामी त मिडिया हो कि उहाँले चाहिँ देखाइदिनु भनेर भन्यो। 5 हङकङमा छ लाखले त सस्तो बेच्नु भयो। हङकङमा छ यिनीहरूको धनीहरू। मेरो छोराले यो भन्दा 4 वर्ष अगाडि 4 लाखले लियो। आम्मामामा कहाँनिर? त्यही भनि न त्यति पर त्यो परदेखि अलि तलतिर 2टा घडेरी तलतिर। तपाईँको त त्यत्रो टाढो रहेछ अनि यो त झन् नजिक छ त। अनि त्यही भएर सस्तो दिनु भएछ भन्दैछु त म। सस्तो तपाईँलाई पनि लोभ लाग्यो? लोभ लाग्यो त भाइ। बाबा पैसा भएको त फ्याट्टै दिनुहुन्थ्यो होला, किन्नुहुन्थ्यो होला। किन्ने थिएँ। 19 धुर छ फेरि यहाँ 19 धुर भाइ। तर मुख ठुलो छ 42 छ मुख चाहिँ। यहाँ मुख ठुलो छ त दुईटा पुग्दैन। दुईटा पुग्दैन जस होटल्स के ठुलो व्यवसायहरू चल्ने खालको छ। घरको त यत्रो ठुलो मुख पर्दैन। कहाँ हुनुहुन्छ यहाँको मान्छे? हङकङमा हुनुहुन्छ। ऊ आएको फुपू हो तर उहाँ थाहा छैन कि यहाँनिर लामा होटल पनि थाहा छैन उनीहरूलाई। यो पहिला जमानामा किनेको एक बिघा रहेछ अनि अघि हामी माडेसँगै लिनु भएको हो। माडे हो थाहा छ नि त, हामी उहिले आएको मान्छे त। माडे नै धनी हुन्छ। उहिले आएको हो नि भाइ हामी। त्यसो नि यो सस्तो भयो हामीले। मलाई त सस्तो लाग्यो भाइ। हिँड्नु त लु 4 लाख धुरले किनेको हामीले। उहाँ टाढो छ घरदेखि तल भने तलतिर 3टा घडेरी तलतिर। यो हाइवेबाट अझै टाढो छ तपाईँको त। कहाँ हो नि? अनि यो हाइवेबाट त यो जग्गा भएको त नजिकै हो, 5 घरबाट त। अनि उयो पतिर त 14 लाख रुपियाँ धुर अरे हो। अनि हो पर्छ एउटा दुईटा घडी मात्रै छ त्यहाँ। पर्छ यहाँ घडी छैन नि त। छैन, बेच्ने छैन। यो सबै माडेको होला। यो होइन भाइ, धरानका तामाङको हो। हामी गर्छौँ यो। सस्तो पो रहेछ कि महँगो भयो? यो सस्तो बेच्नु भयो। सस्तो है सस्तो तर हङकङ छ नि त नाको। जेसुकै होस् नि, बिचारा उनीहरूले नि त पैसै हालेको हो नि त। यहाँ हालेको होला त्यो जमानामा त ब्याज नि त नि भाइ। त्यसको ब्याज जमानामा आलुको भाउमा किनेको होला। आलुको भाउमा किने पनि त पैसाको ब्याज त आउँछ नि त। अनि तर वास्ता छैन उनीहरूलाई। अब यो बेचेर यता नेपाल कहिले कहिले घुम्न मात्रै आउँछन् पैसावाला मान्छेहरू, उतै बसोबास गर्छन्। रुखहरू लाएको भाइ। उनीहरू लाएर गएको होला नि, कहिले कहिले आउँछ नि त। अनि अहिले भाइको घर कहाँ हो? मेरो घर पर इटरी। ल होइन दिदीले नै सस्तो भने म नि त होइन त। अब हामीले त थाहा छैन नि त। मलाई त सस्तो लाग्यो है भाइ। मेरो छोराले 4 लाख धुरले किनेको 4 वर्ष 5 वर्ष भयो। पर नि तल्लोपट्टि पर्छ। अनि यो त नि कहाँ भयो नि त? यहाँ त यहाँबाट बोलाउँदा उहाँ रोडमा ढुङ्गा हान्दाखेरि पुग्छ कि पुग्दैन भन्नु त। होटलमा ढुङ्गा हानेर पुग्छ। अनि मै पुऱ्याइदिन्छु त्यहाँ। तपाईँ पहिला जमाना तपाईँले पुऱ्याइदिनुहुन्छ यहाँ। पुऱ्याउँथेँ, अहिले बुढी भयो नि त भाइ, सक्दिनँ। ल अब बुझिहाल्नु भयो। यो छिमेकी दिदी त तपाईँको नाम के हो? हामी त गङ्गा जमुना हो कि गङ्गा माया हो। ए गङ्गा माया हो। हजुर। ल होइन अब तपाईँले मैले चिनेको पनि थिइनँ। भण्डारी हो हामी। मलाई चिन्नुभएको थियो? हत्तेरीको त्यत्रो भाइरल छ मेरो देशैभरि, चिन्नुभएको थिएन मलाई? अब भाइ मान्छे देख्नु परेन मैले तपाईँलाई। मोबाइल चलाउनु अब अर्थक चलाउन आउँदैन, फोन आयो भने उठाउने। टिकटक हेर्नुहुन्छ हेर्नु न। ए न त यस्तो यस्तो नाचेकोहरू भिडियो आउँथ्यो मेरो। मेरो छोरा नि त्यही हो काठमाडौँमा। ए हो ल ठिकै छ। नचिने पनि अब भिडियोमा चाहिँ आउँछ है, फेरि नरिसाउनु ल। किन रिसाउनु भाइ? नरिसाउनु है। मेरो छोरा जस्तो हो क्या नि तपाईँ? हो ल गाउँले डेरी यस्तो डेरीहरू त चलाइरहेको छ। यत्रो घर बनाइरहेछ भने व्यवसाय बसेर कुदिरहेछ। मनक्कै व्यवसाय चल्ने हो। तपाईँले किन्नुहुन्छ भने चाँडै यहाँ भिडियोमा भएको नम्बरमा तपाईँलाई फोन गरी सोध्नु होला। 5 लाख धुरको भन्दा अलिकति थोरै हेर्न सकिन्छ भन्ने कुरा पनि छ। तपाईँले मलाई सिधै कल गर्दा नि भयो। नम्बर छानेछ देवेन्द्र लिम्बूको। तपाईँको जग्गा यही हो। उनीहरूले चाहिँ अब त्यस्तै हो, पुरानो चिजलाई फलो गर्छ। नापेपछि त सबै थाहा हुन्छ, यहीँ छ। यही भर्खरै अमिनी ल्याएर नापेको हो होइन, चित्त नबुझेर। तर उहाँहरूले पनि यस्तो रुख गाडेर चाहिँ हङकङ जानुभएको रहेछ। किनभने त्यतिखेर मिच्छ कि जग्गा भनेर, तर के मिच्छ, नक्सामा हुन्छ, धनी पूर्जामा हुन्छ, उहाँहरूले थाहा छैन होला त्यति कुरा। र यो जग्गा तपाईँ लिन सक्नुहुनेछ।